हामी मनोकामना जान लाग्यो ये हाम्रो टुटुट यहाँ हाम्रो टुटुट यहाँ छ यही गर जेसु ल बाई बाई ल बाई ऊ हिँड्न पाएको छि हुन्छ कि आज हिँड्न पायो नि त आज हामी अब मनोकामना जाँदैछौँ ऊ हिँड्न पायो भनेर खुसी भयो हाम्रो बेबी चाहिँ घुम्न पायो भनेर एकदम खुसी भइरहेको छ रुनु पायो ऊ जहिले नै खुसी हुन्छ उसलाई खाटमा लडाइदियो भनेदेखि ऊ रोएर बस्छ आज हिँड्न पाएर ऊ मक्ख छ हामी कलङ्कीबाट गाडी चढ्यौँ मनोकामनाको हाम्रो खाइरहेछ हामी मनोकामना आइपुग्यौँ मनोकामनाको गेटमा छौँ बेबी पनि यहाँ अहिले पुगिसकेको छ हाई बेबी अनि पछाडि यो मनोकामनाको गेट हो हामी जाँदैछौँ एकचोटि यहाँ बेबीलाई देखाइदिनु न बेबी तिमीलाई के छ भन्नु भन भन मनोकामना फर्स्ट टाइम आउँदा कस्तो लागिरहेको छ तिमीलाई भनिदेऊ तिम्रो हामी भाकल गरेर थियौँ त्यही भएर आज आउनु लाग्यो बुझ्यौ बुझ्यौ आउँथ्यौ अहिले बेबी 12 परेर हेर्दा कहाँ आइपुग्यो भन्नु हिँड्नु पाएपछि त्यसै खुसी भइहाल्छ बिहारमा चाहिँ हालौँ न बस त्यसलाई ये गर्दै बेबी ए हामी अहिले चाहिँ अब यहाँनिर गाडीबाट ओर्ल्यौँ अब हामी जाँदैछौँ अब हामी जाँदैछौँ बेबी पनि हेरिरहेछ ल यता हेर्छ त सानो सानो बेबी आज तिमी मनोकामना आएको कहाँ आएको अरे ठुलो जानुहुन्छ अहिले त हाँसेर फेरि उसलाई आज यस्तो हामी चाहिँ अहिले कुरिन्टार आइपुग्यौँ यहाँ छौँ हामी एकजना सानो हाँस्यौ हाँस्यौ सानो हाँस्यौ अब हामी जाँदैछौँ अब हामी यहाँ केबल कारको टिकट काट्छौँ अनि त्यसपछि हामी उतै गएर स्टे गर्छौँ आज चाहिँ हेलो हामी चाहिँ अब यहाँ भर्याङ चढेर जाँदैछौँ एन्ड दिस इज आवर टिकट बेबी हाई बेबी हाई बेबी लुक हियर अब चाहिँ हामी केबल कार चढ्न भनेर जाँदैछौँ अब बेबीले फर्स्ट टाइम केबल कार चढ्दाखेरि चाहिँ कस्तो फिल गर्छ है त Now let's go. Baby. हाम्रो सानो फर्स्ट टाइम केबल कार चढेको आज तल खिच न तल खिच न सानो बेबी आज हाम्रो बेबी फर्स्ट टाइम केबल कार चढेको वरिपरि यस्तो डाँडा काँडाहरू सानो सानो त फर्स्ट टाइम केबल कार चढ्दा त खुसखुस पर्यो खासै रमाइलो लागेन रमाइलो लागेन अच्छा र तिमीलाई रमाइलो लाग्ला त्यसलाई ढाडमा समातेर सपोर्ट दिनु त त्यो डरायो जस्तो छ क्या च्याप्प पार्नु सानो हुन्थ्यो अम्मा मेरो बाबा त केबल कार चढेको हुन्छ नि
यता हेर है सानो यता उता सानो चुचु यहाँ हेर टु 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 चुचु हेर यहाँ आमै आमै नि भाइ रोए केबल कारमा किन रोइ भाइ हाम्रो बेबी फर्स्ट टाइम केबल कार चढेको है गजुरो जोन्यो रोए रोए ओइ बोइ ओइ के भयो अड्क्यो त होइन यस्तै ओइ अड्क्यो यार ओइ हामी अड्क्यौँ बत्ती गयो कि बेबी ल हेर त्यहाँ हेर बेबी केबल कार चढेर आइसक्यो अनि कस्तो फिल गर्दैछ बेबीले रुन्चे बेबी हो यो त रुन्चे ल अब हामी केबल कार चढेर यहाँ मास्तिर मन्दिरमा आइसक्यौँ त्यो सबै बजारै बजार छ यहाँनिर ए हस् पहिला हामी माथि पुगेर आउँछौँ एक्चुली होइन ठिक छ हस् आज अनि यहाँ बजारहरू हेर्न पाएर हाम्रो सानो बेबी नक्ख परेको छ अरू बेला प्या 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 पर्थ्यो आज रोकै छैन केबल कारमा मात्रै हो एकैछिन रोयो ल कुकुले ए यो यसको कति हो कुन चाहिँ ठुलो छ यहाँ ए ठुलोको 1100 ए बाबा र बेबी माथि हिँडिसक्नुभयो यता हेर्छु त एकचोटि यस्तो बजारहरू हेर्न पाएर आज मेरो सानो हाँसे हाँसे छ खुसी छ त्यसै खुसी भएर हेर न आज उसले के देख्न पाएको छ नि त अनि त्यही भएर खुसी भइरहेको सानी फोन गरेर फोन आयो है ए जय मनोकामना माता हाम्रो सानोलाई लिएर आउँछौँ भनेको थियौँ हामीले आज हाम्रो सानो पनि हजुरको दर्शनको लागि आइपुगेको छ सानो ल ल ल सानो मामी हामी आइपुग्यौँ मनोकामना माता मेरो सानो बेबी पनि आइपुग्यो होटल मल्ल कहाँनिर थियो This is our hotel in Mankamna and room number 905 and they are here. Yay! This is our tutut. This is our tutut. Tutut look there. कस्तो अनुभव भइरहेको मलाई राम्रो भइरहेछ रमाइलो भइरहेछ यहाँबाट चाहिँ यस्तो देखिन्छ सिन हाम्रो होटेलबाट बाहिर खासै सिन त केही छैन
तिमी आज कहाँको छोरी भनिदेऊ तिमी आज टुर आएको हो टुर रमाएको आज त मक्ख भरेछ मक्ख भन्देऊ न कति छिटो खुट्टामा पारेको खुसी कति खुसी छ आज तिमी आज 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 तिमी मनोकामना माईलाई दर्शन गर्न आकी हो कस्तो छ मिठो छ साइडबाट खिच्यो टुटुटले आज दिँदाइकन स्यार्ल्याक खाइरहेको छ उठेको छैन निद्रामै छ त्यही पनि स्यार्ल्याक खाइरह हामी मनोकामना दर्शनको लागि होटेलमा बास बसेका छौँ अनि तिमीले यसलाई स्यार्ल्याक बनाएर खुवाएको हामीले अहिले रुन्छ नगराउन बिस्तारैको नउठाउ क्या अघि तर्स्या गरेर है अनि यसरी हात राखेर सुताएपछि अनि बल्ल सुत्यो टुटु खुट्टामा काबुली लगाइरहेको छु उठाउनको लागि अहिले खुट्टा गरिरहेको छु खाँदै खाएन के जति हाल्छु फेरि निकालिदिइहाल्ने गरेर सोर बुढामा काबुली लाउँदा नि उठ्न सकेको छैन कहिले गरे बेला पनि फोन आएछ राम्रै हो घन्टी बजेपछि आँखा हेरेर हेर्नु न राम्रोसँग उठ्न सकेको छैन उसलाई मोबाइल चाहियो हेर्नु चाहिसक्यो उसलाई हामी मनोकामना आएको आज हाम्रो सानोको जोसै बेग्लै छ फेरि ऊ हामी यहाँ होटेलमा स्टे गरिरहेछौँ ऊ एकदम मक्ख परेछ आज घुम्न पाएको भनेर ऊ फर्स्ट टाइम यति लामो बाटो आएको हो ऊ आज मक्ख 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 परेको छ टुटुट बेबी ल हेर उफ्रेको मक्ख परेछ मक्ख मक्ख आज त बाटोमा पनि मक्ख पर्दै हेर्दै हेर्दै आएको छ होइन आमामामा हाई भनिदेऊ यहाँ हाई भनिदेऊ भनिदेऊ छोरी ल गुड नाइट भनिदेऊ अब हामी नुनु गर्ने भनिदेऊ नुनु गर्ने भनिदेऊ अब नुनु गर्ने अब हामी गुड नाइट भनिदेऊ टुटुट टुटुट गुड नाइट भनिदेऊ त्यहाँ बाबालाई उहाँ गुड नाइट भन्दैछौ त गोडामाथि उचाल्ने बस्ने पोषण बढी भयो तिमीलाई हो आज रमाएको के बिचरा घुम्न पाएर आज ऊ भुइँमा खाटमा लडेकै छैन काखको काखै बोक्या बोक्या छ हिँड्या छ डुल्या छ ऊ त काख पाएपछि केही चाहिँदैन उसलाई ल बाई गुड नाइट चुचुट ऊ गरिदेऊ न त नि हामी मनोकामना मन्दिर आइपुग्यौँ आज त खाली छ कोही पनि छैन आज मनोकामना मन्दिरमा आज हामी एकदम राम्रो दर्शन पाउने भयौँ हामीले आज दर्शन गर्न पाउने भयौँ अनि मनोकामना मन्दिरमा उसलाई मैले यही मन्दिर भागेर पाएको बुझ्यौ तिमीलाई मैले यही मन्दिर भागेर पाएको अनि त्यही भएर आज म तिमीलाई देखाउन लिएर आएको ए गर मनोकामना मन्दिरको यो लाइन बस्ने ठाउँमा आइपुग्यौँ आज चाहिँ लाइनै छैन यो पहिलोचोटि होला सायद
लाइन बिना नै हामी दर्शन गर्दैछौँ। हाम्रो छोरो कति भाग्यमानी रहेछ है। हिँड आशा हेर न ऊ खुसी छ आज। मैले तिमीलाई यही मन्दिर भागेर पाएको नि थाहा छ बाबु। त्यही भएर तिमीलाई मैले देखाउनु लिएर आएको। ये गर हाँस न हाँस न बेबी हाँस। हाँसी बाबा हाँस्यो। हिँड्नु छिटो। यहाँ भित्र चाहिँ पाइँदैन नि थाहा छ तिमीलाई। यहाँसम्म मात्रै हो नि। यहाँसम्म मात्रै हो है। अब यहाँबाट चाहिँ फोटो भिडियो खिच्दा पाइँदैन। यहाँसम्म मात्रै हो है। ल यहाँबाट मन्दिरमै हो। हामी चाहिँ यता छौँ। टुटु यता हेर न। क्यामेरामा हेर न। क्यामेरामा हेर। तिमी नि यता आऊ न। हेर त यता आऊ न। भिडियोमा आऊ न। ए टुटु समात त। अब कसरी भने हेर भित्रमा मनोकामना माईको मन्दिरभित्र हो। भित्र पूजा भइरहेछ। हामी यहाँ छौँ। आज मन्दिर खाली छ। कति रमाइलो छ। टुटुलाई देखाउनु। टुटु आज हाँसिरह। कति हाँसेको हेर न खुसी भएको। ल ल ल गर्नु त। ल नरिवल चढाउँछु छोडा। सानी ल ये सानी यहाँ दियो। यहाँ दियो बाबा यहाँ दियो। आज चाहिँ हाम्रो मन्दिर खाली थियो मनोकामना माताको। हामीले राम्रोसँग दर्शन गऱ्यौँ। ल अब हामी यहाँ धुप बाल्दैछौँ। यता हेर त डोलुलाई ल्याउ त। यता फर्काउ त डोलु। इ ल तिमीलाई एकदम सबै रोग ब्याध केही नलागोस्। मेरो छोरो निरोगी होस् सधैँभरि है। सन्चो भइहालोस्। सन्चो नि भइहालोस्। अनि तिमीलाई मैले छिट्टै विदेश पठाइदिन सकौँ। राम्रो देश है। राम्रो पढेर फर्स्ट हुन सकोस् मेरो सानो। राम्रो पढेर फर्स्ट हुन सकोस्। ल बाई गर। बाई बाई। आज चाहिँ हामी मनोकामना माताको दर्शन गर्न भनेर आएको। हाम्रो सानोको चाहिँ भाकल थियो त्यही भएर हामी आएको हो यहाँ। अनि आज चाहिँ कस्तो सानो लक्की भएर हो। आज लाइन भन्ने एक थोरै बस्नु परेन हामी। अनि हामीले राम्रोसँग दर्शन गऱ्यौँ पूजा गऱ्यौँ। ल मनोकामना मातालाई देखाइदिनु त अब एकचोटि। जय मनोकामना माता रक्षा। जय मनोकामना माता रक्षा गरिदिनुहोस् हामीलाई। मेरो सानो बेबीको पनि एकदमै रक्षा गरिदिनुहोस्। लिएर त्यो आज खुसी छ। मातालाई जी गरिदेऊ। जी गरिदेऊ। जी गराइदिउँ दुइटा हातले। जी गरिदेऊ। यसरी 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 दुइटा हातले जी गरिदेऊ। ल भयो। तब हामी अब आफ्नो डेस्टिनेसन तर्फ जाँदैछौँ। अब चाहिँ हामी हाम्रो डेस्टिनेसन हाम्रो घर गोदावरीतिर मुभ हुन्छौँ है त। अब चाहिँ हामी ल बाई बाई। बाई। अब हामी यहाँ चरीलाई भुरेर गर्छौँ। चरीलाई देखाइदिन्छ बाबा। ल रमायो। छैन। जय मनोकामना माता। अब चाहिँ हामी केबल कार चढ्न भनेर लाग्दैछौँ। एन्ड मेरो दुईजना बोइजहरू चाहिँ उहाँ अगाडि हिँडिसक्नुभयो। ल अब अर्को केबल कार आयो। बेबी यता फर्काइदिनु न बेबीलाई। यहाँ हेर बेबी। ये अब बेबी फेरि रुँदै रुँदै केबल कार चढ्छ। अब हामी यो 25 नम्बरको केबल कार चढ्दैछौँ।
ल लेट्स सिट ल बेबीमा बाबासँग त्यतिकै नछोड्नु त्यसलाई त्यहाँ ढाड्नु सपोर्ट दिनु आज नि हामी 2 जना मात्रै भयौँ केबल कारमा आज नि हामी एक्लै भयौँ यहाँ 3 जना मात्रै 2 जना भन् न 3 जना हाम्रो बेबी पनि छ नि यहाँ टुटुक्क परेको छ बाबासँग टुटुक्क परेको छ डर आयो है हो उसलाई च्याप्पो पार्नु है च्याप्पो क्या पार्नु डर लाग्दो रहेछ है स्पिडमा लाग्यो तिमीलाई डर खासै लागेन होला लागिरहेछ लागेको छैन मलाई त डर कहाँ डर लाग्छ यस्तो मलाई लाग्यो मलाई त छैन त्यस्तो छ भिड यहाँ रिजोर्टै रहेछ है यत्रो खै ए फोहोर फाल्दो रहेछ नि यस्तो छ समाउने उसलाई चाहिँ एकदम प्रोटेक्ट गरेर राख्नु सेफ छौ भने जस्तो फिल गराइदिनु कस्तो कोकारोमा बनायो है यो धन्न यो केबल कार भएर कति सुविधा भएको छ है तर गाडी नै चल्छ काण्डमा भयो काण्डमा भयो हेर्नु न उहाँ टुक्क परेछ टोपी यसो गर्छ त हेर्दैछ उता पर पर जङ्गल हेर्दैछ संसार हेरेर उसले संसार हेर है छोरो मतिर लाउन आउन सानो बेबी यहाँ हेर्दै केबल कार चढेको हो तिमी केबल कार चढेको लिएर बाबासँग बसेर समाउनु है उसलाई समाउनु है टाढोमा केबल कारमा टुटुट गले बेबीले है हुन्छ यत्रो माथिबाट हामी आइपुग्यौँ द्वन्द्वकालमा है माओवादीहरूले यो कम्पनी चल्नै नदिएको अरे भने अझै बाँकी नै रहेछ नि यो समाउनु है उसलाई समाउनु कस्तो डराइरहेको है समाउनु न त यहाँ हातले समातिरहेको त उसले पनि समाइरहेछ हातहरू नै यहाँ डराएर हात समातेको के उसले गजे गज्यो हुन्थ्यो यत्रो माथि कहाँबाट आयौँ है हामी अब चाहिँ हामी गाडी चढ्यौँ अब हामी फर्किँदैछौँ अब हामी काठमाडौँ फर्किँदैछौँ घर ल हेर बेबी हेर फोन आएर कस्तो फोन आयो अब हामी फर्किँदैछौँ लास्टमा घर आइपुग्ने बेलामा हाम्रो यस्तो ताल छ पानी परेर सानो चाहिँ यहाँनिर बाबाको ज्याकेटभित्र छिरेर बसेको छ हामी चाहिँ यहाँनिर छौँ फाइनल्ली हाम्रो मनोकामनाको यात्रा चाहिँ सक्यो हामी यहाँ घर आइपुग्न अब 5 मिनट जति बाँकी छ सानो हाम्रो सुत्यो निदाएर भित्र छिरेको छ सानो ल बाई बाई भनिदिनु अब बाई बाई बाई